उपस्थित भक्तजन, भगवान नाम संकीर्तन गरिरहनुभएका वाद्यवादन टिम, आयोजक समिति, सबैलाई उपस्थित सबैलाई हार्दिक नमन टक्राउन चाहन्छु। राधे राधे। दिनभरि राजनीतिका कुरामा दौडधुप गरेर यहाँ एकैछिन आएर भजनमा पछाडि उभिएर आरतीमा नाचेको त्यो मन तन सबै आनन्द भयो एकैछिनमा। भगवानको नाममा, भगवानको जपमा, भगवानको कीर्तनमा अर्कै औरा, अर्कै ऊर्जा हुन्छ। समाजमा आस्तिकताको आवश्यकता र हर घरभित्र आस्तिकता बढाउनको लागि व्यासमहासन विदुषीहरूले व्यासमहासन कथा श्रवण सुनिरहनु भएको छ। हाम्रो सनातनी सभ्यता, सनातनी शास्त्र, ती शास्त्रभित्रका समुद्र जस्तै फराकिलो दर्शन, ती दर्शनहरूलाई समाजमा आम नागरिकमा बुझाउन, हाम्रा दर्शनहरूलाई प्रस्तुत गर्ने र त्यो पवित्र उद्देश्यका साथ आयोजित यस कार्यक्रममा म तपाईँ सबै टिमलाई हार्दिक शुभकामना दिन चाहन्छु। पवित्र उद्देश्य राखेर कार्यक्रम आयोजना गर्नुभएको छ। पदीय जिम्मेवारीमा भोलिका दिन जुन ठाउँमा रहे पनि नरहे पनि मेरो कर्तव्य त्यो पवित्र उद्देश्यका लागि सँगै तपाईँसँगै रहनेछ, तपाईँसँगै रहनेछु। म अन्तिममा भगवान नामको यो संकीर्तन, बेलुका हुने भजन, आउने दिन कति दिन बाँकी छ? आज कति दिन भयो? आज अझै 3 दिन बाँकी छ। त्यो 3 दिन हाम्रो पूर्वीय दर्शन शास्त्रका ती हाम्रा परमात्मा भगवान र परमात्मा परमेश्वर भगवान बुझाउनलाई हाम्रा शास्त्र अब्बल छन्। ती शास्त्रहरूको श्रवण गरेर, ती कथाहरू श्रवण गरेर मनमा शान्ति, समाजमा शान्ति, सबैमा शान्ति पक्का हुने आशा राखेको छु। यो महायज्ञद्वारा सबैको जय होस्, नेपालको जय होस्, सबैको जय होस्। धन्यवाद।